कहिलेकाहीँ सबैभन्दा ठुलो पीडा आँसुमा होइन, मभित्रको मौनतामा लुकेको हुन्छ। धेरैलाई हाँसेर बाँच्ने मानिस पनि रात पर्दा आफ्नै पीडासँग एक्लै रोइरहेको हुन्छ। जीवनले धेरै कुरा सिकायो। आफ्नो भन्ने सधैँ आफ्ना हुँदैनन् र टाढा भएका सबै खराब पनि हुँदैनन्। कहिलेकाहीँ परिस्थितिले नै सम्बन्धहरू बदलिदिन्छ। समय बित्दै जान्छ, घाउ त सुक्छ, तर केही सम्झनाहरूले मलाई बारम्बार छुन्छन्। त्यसैले आज म कसैसँग गुनासो गर्दिनँ, किनकि अपेक्षा कम भएपछि दुःख पनि कम हुने रहेछ। अन्त्यमा यति मात्र भन्न मन छ, कसैको मुस्कान देखेर उसको जीवन सजिलो छ भनेर नठान्नुहोस्। हरेक मुस्कानभित्र एउटा सङ्घर्ष हुन्छ। हरेक मनभित्र एउटा नबोलिएको कथा हुन्छ। जीवनमा माया, सम्मान र दयाभाव बुझ्न नबिर्सिनुहोस्, किनकि त्यही नै मानिसको सबैभन्दा ठुलो परिचय हुन्छ। साथी।